ल हामी चाहिँ गाडीमा चढ्यौँ लाउरे यता छ लाउरे हेलो छोरी नक्कल पारेर चस्मा के लाग्यो हौ छोरी चस्मा लाग्यो के आमाको मेकअप सक्यो बल्ल ल बसौँ त अब हामी घरमा छौँ अब घरबाट निस्किन लाग्यौँ आज गजब छ टेम्परेचर कति 27 समथिङ छ साथी के चाहियो तिमीलाई अब स्टप तर कारोबार के बिग्रो दाइ निकै मजा छ जस्तो छ होइन म चाखेर देखाउँछु खास कस्तो कस्तो छ भनेर यिनीहरूले भिटामिन हालिहाल्नु गजब छ माइन्ड ब्लोइङ सक्यो तिमी पनि खाक्यौ खाइदेऊ कता के हुन् ए सबैजना ड्याङमा लाग्नु भएको छ सलक्कै आलु गोडे जतिकै भाउजूलाई कस्तो ठिक छ स्ट्रबेरी ठिक छ नि है भेटिएको छ नि गजब हालेको तपाईँहरूले जति पनि त्यो फाँटमा देख्नु भएको छ सबै स्ट्रबेरी टिपिरहनु भएको छ स्ट्रबेरी चाहिँ खान्छी तिमी खान्छौ दुइटै खाने हौ कतिवटा खान्छन् क्या हो होइन पराल पनि राम्रो देखेछ यत्रो टिप्यौ भने भाँडामा त छैन त दाइ खाएको मात्रै हो क्या कहाँ भाँडा टिप्ने कति टिप्यौ मलाई दिनु हौ एउटा देऊ नि त थ्याङ्क यू यहाँ यहाँ यी ल हेर यो नसुतेको भए देखिन्थ्यो यी अनि राम 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 त्यो प्यान्टको त बर्बाद भयो नि त परालले त अनि किन खाएन नि यो त तर गजब छ लाउडे तिमी के खान्छौ स्ट्रबेरी खान्छौ लाउडलाई स्ट्रबेरी दिउँ है त लाउडले खाने स्ट्रबेरी तपाईँ के गर्दै हुनुहुन्छ र के कारोबार बिग्रो ए यहाँ दुई राम 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 के सुन्नु परेको हो यो गाडी लक भयो भने चाहिँ दुईजना मिलेर एउटा गाडी लक गर्दा एप खोलेर यहाँबाट कारोबार गर्दै चाहिँ फेरि किन लक गर्दा लाउरेले त धेरै टिपेछौ त तिमीले मसँग धेरै छैन कसले टिपेको बाबा अनि म तिमी पनि खाऊ ओहो खा के हौ छिलो खै म एउटा दिउ न दिन्न हौ ए बराई दाइ के खोरिँदै हुनुहुन्छ मेलो आयो मैले एउटा स्टोरी एकदम फ्रेस भनेर टिपी त हालेँ कुयो चाहिँ क्या तर यसको पिनतिर अलिकति ठिक लागेन मलाई
तर अलिअलि कुहेको फलफुल त खानु भन्छन् नि एकदमै छिटो बिग्रिन्छ हैन कुहिएको फलफुल खाने त हो कुहिएको भन्दा पनि सेप साइज नमिलेका फलफुलहरू खानु भन्छ त्यसमा चाहिँ केमिकल हुँदैन भनेर अलिकति अझ चराहरूले अलिअलि खाएको क्या कुहेको भन्दा पनि मैले भन्न जान्नु अलिकति खोटेक्रो लगाएको चाहिँ राम्रो अरे क्या गजब छ है अब यो यतिकै अरूले त डेनिसहरूले खाँदैनन् यहाँको यसरी टिपेर खान्छन् नकिनेसम्म खाँदैनन् यो जातको भित्रैदेखि सभ्यता पलाएको हुन्छ दाम तिरेपछि मात्रै उनीहरूको आफ्नो हुन्छ अनि मात्रै खान्छ हाम्रो जस्तो बारीमा ट्याक्क गएपछि कारोबार मिलाउने हामीले चाहिँ मैले पनि खाएको छु नि एउटा चाहिँ खाइदिउँ क्या हो हजुर नेपाली हो नि त चान्स पायो भने गर्छ ल के गर्न लाग्यो गर्दै यो टी म खान्छु ल एउटा खान्छु ल मलाई पनि दिनुस् न ठुलबाबालाई दियो होइन यो ढल क्या विश्वास पनि कसो गर्नु आफ्नै बुढो लिएको स्ट्रबेरी खाएर मुहा हेरेर राखिदिनु कि यस्तो कुहिएको के हो र नियत राम्रो बनाए दाइ नियत राम्रो बनाए यत्रो स्ट्रबेरीमा बारीमा आएर यस्तो दिने कुहिएको यो जानी कुहेको के हो कारोबार दाइ मैले सोचेँ यो एकदम दामी भनेर अलिकति यहाँनिर चाहिँ पाकेर हुन्छ यति त्यो भएर चाहिँ यसलाई फाल्नु पर्यो हल्का ए नपाकेकोलाई पनि फाल्ने फाल्ने अब यो विभिन्न किसिमको भित्र केलाएर हेर्नु पर्यो नि त यिनी बोकेर मात्रै लाउरेले खान गजबले अब यिनीहरूलाई भोलि ईश्वर लिएर गएपछि पाइखाना चाहिँ बाहिर गराउनुपर्छ नभए रातै मनाउँछन् होइन किनभने अर्को वर्ष चाहिँ स्ट्रबेरी हुँ टिप्ने ईश्वरतिरै त्यो घरतिर बेथु किन आउने बेथु जस्तै बेथे जस्तै ल मेरो 5वटा थियो कसले 4वटा बनाइदियो यार कुन चाहिँले अहिले कारोबार आमा फोटो सेसन कसलाई पहिलाको भन्दा अलिक कम हो र हो अघिल्लो वर्ष त भनेर धेरै कम हो अघिल्लो वर्ष त एउटा हजुर भाइ मैले एउटा कुरो बुझिनँ है यार यो स्ट्रबेरीको काँडा पनि किन खाए हुन्छ टिप्दै खाना खाँदै गर्ने हो क्या जसरी पनि खाने नै हो के के हो कारोबार मिट्छ ए यस्तो टिप्नुपर्छ टिप्दाखेरि चाहिँ झर्र कति छन् तपाईँले त लोड टिप्नु भयो क्या हो यस्तो छ है के गरी छेउ लाउडे ए हेलो के गर्नु लाग्यो हौ स्ट्रबेरी खाना मान्छे यस्तो छ है जुमाउ ए बारीभरि मैदानभरि जनता खानु गरे यसलाई कताबाट लाने त अब मिल्दैन र हेर्नु नि नबस्ने भनेर लाउरे उ त टाउको ठोकिन्छ सानो के गरेको कि सानो ए नबस्ने रे के हामी चाहिँ यो बिचको मेलाबाट अगाडि लाग्दैछौँ यतापट्टिको मेलामा ओ दाइ हुनुहुन्छ उहाँ परि दाइ के हो मारामार छ के हो कारोबार गजब रहेछ कहाँ जाम अरे कहाँ जाम भने के हो के भन्छ हौ टिकुडा भने के हौ अनि स्ट्रबेरी टिप्न जाने ठाउँमा के हो टिकुडा ल हेर्नु डाडा के गर्छौ दिदीले लुलु गर्नुभयो दिदीले के गर्नुभयो रे लुलु गर्नुभयो अनि तिमीले के भन्यौ भन्यौ लुलु भन्यो अनि डाडाले हेर्नु न डाडाले कति टिप्नु भएको छ यहाँ
हेर्नु त यहाँ डाडा कति टिप्नु भएको र कति टिपेको भन्यो अरे मलाई पनि दिन्छन् कि एउटा ए यिनले त कुए मुएकै सबै झरल टिप्ने रहेछ त्यहाँको होइन कुए मुएको भन्ने भएपछि भनेर डब्बा फालेर हिँडेको हो ल ल तिमी हिँड्नुपर्छ यसरी बसेर हुन आऊ त ल अच्छा अनि के छ त अनि सन्तोष गजब दाइ गजब गजब है किन खायो गजब छ गजब भइरह गजब भइरह अजब प्रेम कि गजब कहानी होइन टोलीहरू सब छन् गारे के छ त बुढी ए लड्नु ओके अहिले हामी चाहिँ अर्को साथीसँग कुरा गर्न खोजिरहेछौँ हजुर के छ विनायक सब ठिक ब्लग हो कति बोल्न सुरु भयो भर्खर सुरु भयो अनि दाइले पनि गजब अनि यो त साह्रै राम्रो रहेछ होइन यो चाहिँ एकदम गिनिज बुक अफ द वर्ल्ड रेकर्डमै रहने वर्ष पुग्दा पाक्छ कि भनेर पाकेकै टिप्ने नि के हो होइन त हो त्यो त अघिल्लो वर्ष तपाईँहरूले होइन गाडीमा सबै फेलात्तै बनाएको हो हामीले होइन सन्तोषहरू यहाँ आएनन् सन्तोषहरू उतै गयो अर्कोमा गएको हुन् हामी चाहिँ झुक्किएर अनि फेरि आएको अनि सन्तोष रमाइलो भइरह गजब है बेस्ट भइरह तर यसपालि स्ट्रबेरी लाँदाखेरि चाहिँ हामीले डिकीमा केही सामानले नथिचिकन लाने हो अघिल्लो साल त गुन्द्रुक बनाइ गयो गुन्द्रुक होइन अघिल्लो साल जुस बनाएको हामीले जुस गुन्द्रुक र जुस चाहिँ एकदमै यो त झरल पो रहेछ त बस तपाईँले त 3 किलो जति त बनाइसक्नु भयो त सबभन्दा धेरै तिमीले प्राइस छ भने मलाई दिनु लाउडे आमा यो पनि खतरा रहेछ कसले तिमी चाहिँ पोको पारेर मात्रै हिँड्ने हौ चिन हौ पो उहाँ हेर त दादाले के गर्नुभएको हजुर टिप्ने हो ल टिप अन्त यहाँ टिप ल ल टिप तिमी आफै टिप ल यो नटिपे यो तिमीले काँचो टिपिसौ होइन यो कहाँ कस्तो टिपेको हुँदैन त काँचो दिदीको हो टिप्ने हो दिदीको टिप्ने अरे तिमी टिप्ने हौ लाउरेल त नटिप्ने अरे तिमी टिप्छौ एकचोटि टिप्छौ के जा मलाई देऊ नि एउटा देऊ न ओहो आज पोल्ने भयो एउटा लाऊ यिनलाई मात लाऊ कटाको छिटो टिप त तिमी पनि टिप सानो टिप न खरायो कि हो हेलो खरायो हामीले यसरी विभिन्न किसिमको स्टेपमा टिप्दा अब कस्तो टिपेको त भनेर यता अब टिपेकोलाई खाएर चाहिँ समीक्षा गर्नुपर्छ होइन यदि यो एकदमै राम्रो टिपिएको रहेछ मिठो टिपिएको रहेछ भने अनि हामी फेरि त्यो टिप्नुपर्छ त्यो विषयमा पहिला समीक्षा हुनु पर्यो यहाँ रहेछ खै कहाँनिर हो यहाँनिर आहा कस्तो रहेछ क्या हो लाउ टिप टिप नि त तिमी टिप त्यहाँ छ नि त टिप नि तिमी त्यहाँको छ टिप्दिन हौ नटिप्ने मिठो लागेन यस्तरी खा क्या हौ त्यो त काँडाले भन्नु लाऊ
कस्तो जमाना आयो स्ट्रबेरीले हान्ने होइन आज मात लागेर हो भोलिबाट महत्त्व हुन्छ होइन यहाँबाट निस्केपछि महत्त्व हुन्छ हाल्न अर्को ठाउँ लाथे तर उहाँ लाग्यो हार्दिक नचल बेबी यता आऊ त बेबी यहाँ आऊ सानो यहाँ आऊ ठुलो यहाँ बस त तिमीसँग दुईटा कुरा गर्नु मन छ तिमी कहाँ आएको आज स्ट्रबेरी खानलाई कति राम्रो मुख बनाएको त नि बाउ छोरा स्ट्रबेरी खाने भनेको छोरो घाँस पतिङ्गार जे भेट्यो झरल हान्ने थाले हो सानो झरल हान्ने कि हौ खाऊ हाम्मा गड झरल हो हेलो हान्देऊ लाउडे मारी यस्ता दिन पनि आए के छ लाज लाग्छ कि मलाई भिडियो ए तिमी लजाउने मध्येकै एउटी हौ ओके छ त लाज लाग्यो के वाउ सही हो बाबु खान त दादाको पछि दादा मेरो भाँडा त खाली भाँडा खाली बनायो कसले हो स्ट्रबेरीले भाइले म देऊ न ओहो ओहो झगडा यो त म त खान्छु ए हुन्न यो खान्छौ ल कत्रो आइ गरेको आफै खाने हेर्नु आफै खाऊ आम्मा गर आम्मा ठुलमामसँग आम्मा गरे के हौ पकाउन लाग्योले त के खाइले अर्को हानिसकेछ जस्तो छ अर्को धारले छ क्या मुहा तिमी त हानिदिन्छन् झर लाग्दिन्छन् टोक्छ नि कच्चक्का है खुवाइ त्यस्तो छ मरद राम खाऊ आमा ए राम के खाक्यो अनुहार हेर अनुहार नाउ हेर्नु पर्ने हो नि त हो ल आऊ स्ट्रबेरी टिप्यौ खै स्ट्रबेरी खै एउटा त रातो टिपिसक्यो त टिप्यौ टिप्यौ खै ल आम्मा गर त है झै आ गर त छैन त्यसै नाटक गरिसक्यो फेरि खाऊ त अघि त झुट बोलेको फेरि एकचोटि खाऊ त कान्छी टिकटकको यस्तो हुन्छ राम्रो रहेछ मार्ने होला मैले स्ट्रबेरी खाइरहिन् हजुर खाऊ खाऊ मैं तो ए यो बोक्रो नखाऊ यो पनि किन खाइद नि तिमी त घाँस पात पतिङ्गर सबै खाने छौ
घाँस पनि खान्छन् स्ट्रबेरीको त यिनले घाँस पनि खान्छन् है स्ट्रबेरी का नौती घाँस कहाँ नौती घाँस होइन हो होइन हो बस ब्रो होइन खानुपर्छ फिनिसिङमा भात चलाउनु थियो यत्रो पाइँदो रहेछ त पाइन्छ यो सबै टोलभरि चाहिँ स्ट्रबेरी टिप्नेको लाइन स्ट्रबेरी खानेको लाइन स्ट्रबेरी खानेको लाइन ए हाम्रो दुलै लाउडे के गर्दैछ लाउडे एकटोले बल्ल आउनु भएको छ मेलोमा छिर्दै हुनुहुन्छ नमस्ते दाजु नमस्ते के हो एक्लै एक्लै थाहा पत्तो छैन हामी बारीमा आएर भेट्ने भयौँ नमस्कार नमस्कार थाहा पत्तो नदिँदै आउँदा पनि भेट हुँदो रहेछ है तर हाम्रो गन्तव्य एउटै हो अरे त्यो बन्द भएछ होइन लाउरे छोरी त यहीँ थिइन् के अरे कता गुडाउँदै थिइन् दाजु के छ त नि सबै ठिक छ भाइ अलि अगाडि छ नि त स्ट्रबेरी ठिक छ नि भाइ हामी बच्चाहरूको पनि ठिक छ दाइ 2 घन्टा जति भयो आएको 2 घन्टा जति नमस्ते नमस्ते बधाई छ है हामीलाई अनि तपाईँलाई पनि अनि मलाई अलिकति के भयो ठिक छ दाइ चालु भयो स्कुल भन्थे स्कुललाई अलिक कारोबार मिलाइयो अनि अहिलेलाई एप्रुभ भएपछि भयो कि काँडा पनि हुँदो रहेछ यहाँ कहाँ फेरि स्ट्रबेरीको होइन कि खोइ के कहाँ हुने हामी त त्यहाँ आऊ गयो उता कता त्यहाँ बन्द थियो त्यसपछि आइल्यान्ड गयो अनि बल्ल अनि किन टाढा जानुभयो त नि च्यानल खुल्ला छ भनेर उनीहरू फोन गराइदिन्छ खुल्ला रहन्छ त्यहाँ अनि त्यसपछि यतिको रेड भेट्यो भने हुन्छ टक्क ऱ्यापिडमा हुन्छ सही हो नि होइन तर अझै अगाडि जानु त खतरा खानु ऊ त्यहाँ अगाडि उतै गरी खानु बोलाएको म पल्लो ठाउँमा ल अहिले लागेँ है त म यहाँ त्यस चाहिँ सबै स्ट्रबेरी बारी होइन मकैबारी ठिक छ नि दाइ ल अब हाम्रो चाहिँ मेरो सिद्धो सिधेको अलि अगाडि जा लाउरे दाइलाई भेट्यो भाउजू लाउरे किन टाउको बनाइछौ 2 घन्टा हुँदा छ भित्र केही रोयल बल आमै नि पुरा फाँटै हो दाइ ल ल अहिले लाग्यो है त ल त नि दाइ ल दाइ यो डढेको तोरीमा ए बरै हाम्रो ठुल दाइ ठुली भाउजू लाउरे निस्किसक्यो हो ए बस अब यो